साथीहरू अहिले जुन तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ यो भिडभाड भएको ठाउँ यातायात व्यवस्था कार्यालय सवारी सुनसरी कोशी प्रदेश इटहरीको रहेको छ। यहाँ अहिले तपाईँ लाइसेन्सहरूमा गाडीहरू पास गर्न आउँदाखेरि अथवा सवारी साधनहरूको बिल बुकहरू लाइसेन्सहरू हराएको अथवा नवीकरण गर्नुपर्ने भएको छ भने तपाईँ यो भिडभाड हेर्न सक्नुहुन्छ। धेरै नै भिडभाड रहेको छ अहिले। तपाईँ यो भिडियोमा मार्फत तपाईँहरूलाई हेराउन चाहन्छु म। हेर्न सक्नुहुन्छ यो भिडभाड रहेको ठाउँ। यो बिल्डिङहरूको अवस्था हेर्न सक्नुहुन्छ। यो बिल्डिङको जो तपाईँ हेर्दै हुनुहुन्छ यो जेनजी आन्दोलनको क्रममा भदौ 23 गते चलाइएको थियो। यो यातायात व्यवस्था कार्यालयको यो बिल्डिङहरू हेर्न सक्नुहुन्छ। पुरै बिल्डिङ डढाइएको छ आगोले। त्यसो भए यो बिल्डिङ अहिले नयाँ ठाउँमा छैन, त्यही ठाउँमा अलि व्यवस्था गरेर चलाइरहेको छ, अहिले चलिरहेको पनि छ। यो अवस्था हेर्न सक्नुहुन्छ। यो एकदम डढेको अवस्था जेनजीको आन्दोलनको क्रममा जलाइएको थियो। यो भिडभाड धेरै नै रहेको छ यो कार्यालयमा अहिले तपाईँ आउँदाखेरि।